नमस्कार सम्पूर्णमा। मानव स्वभावको गहिरो एउटा कटु सत्य यही हो, जब काम लाग्दैन तब साथ दिने वस्तु होस् वा व्यक्ति उपेक्षित हुन्छन्। दैनन्दिन जीवनमा हामीसँगै हुने तिनै सहाराहरूमाथि कहिलेकाहीँ हामी अनावश्यक सम्झेर निष्ठुर व्यवहार गर्छौं। यही विचारको आधारमा रचना गरिएको एउटा कथा बिर्सिएको साथी लिएर आज फेरि म लक्ष्मीदास शर्मा उपस्थित भइरहेको छु। यसलाई सुनेर प्रतिक्रिया दिनुहोला। कथा बिर्सिएको साथी। काम चलुन्जेल त्यही उसको राम्रो भाँडो, काम चलुन्जेल त्यही उसको राम्रो भाँडो, काम सकेपछि भने हुनेछ थोत्रो ठाडो। काम चलुन्जेल त्यही उसको राम्रो भाँडो, काम सकेपछि भने हुनेछ थोत्रो ठाडो। यस्तै रहेछ मानिसमा काम हुन्जेल माया, काम चलुन्जेल त्यही उसको राम्रो भाँडो, काम सकेपछि भने हुनेछ थोत्रो ठाडो। यस्तै रहेछ मानिसमा काम हुन्जेल माया, केही काम नभएपछि उही घरमा घाडो, केही काम नभएपछि उही घरमा घाडो। एक समय एउटा गाउँमा राजनारायण नाम गरेका एक सरल, शान्त र इमानदार व्यक्ति थिए। जीवनमा सधैँ इमानदारी र श्रममा विश्वास राख्थे उनी। घरको आँगनमा फुल्ने चम्पा, चमेली, गोदावरी फूल जस्तै उनको जीवन पनि सुगन्धित लाग्थ्यो। तर समयको गति सधैँ स्थिर कहाँ रहन्छ र? बाल्यावस्था, किशोर अवस्था सिद्ध्याएर जवान पछि वृद्ध भइसकेको पनि थाहै हुँदैन। एक दिन अचानक उनको आँखामा असह्य पीडा हुन्छ र डाक्टरसँग परामर्श गर्न पुग्छन् र डाक्टरले बताउँछन्, बढ्दो उमेर हो, मोतीबिन्दुको कारण अब चाँडै दृष्टि हराउन पनि सक्छ, बेलैमा उपचार गर्यो भने राम्रो हुन्छ भन्दै डाक्टरले दबाई लेखिदिन्छन्। लेखिएको दबाई औषधि पसलबाट मगाउँछन् र नियमअनुसार खाने र लगाउने समय तय गर्छन्। यसरी राजनारायणले आँखाको उपचार गर्न सुरु गर्छन्। ठिक गराउन प्रयास गर्दै जान्छन्, तरै पनि अन्ततः उनको आँखाबाट संसार नै हराउँदै जान थाल्छ। बिस्तारै उनी दृष्टिविहीन हुँदै जान्छन् र उनको जीवनमा अन्धकारले कालो पर्दा उडाएरै छाड्छ। आँखाले देख्ने संसार हरायो, आँखाले देख्ने संसार हरायो, मनमा गहिरो चोट गरायो। आँखाले देख्ने संसार हरायो, मनमा गहिरो चोट गरायो, उज्यालोको कतै निशान छैन। आँखाले देख्ने संसार हरायो, मनमा गहिरो चोट गरायो, उज्यालोको कतै निशान छैन, अर्काको सहारा हठात धरायो। बुढा भइसकेका राजनारायणलाई त्यो अँध्यारो जीवनमा एउटा लौरोको सहारा लिन बाध्य गराउँछ। उनले एउटा पुरानो लौरो समात्छन् र त्यो लौरोलाई प्रेमपूर्वक भन्छन्, हे लौरो, अबदेखि तिमी नै मेरो आँखाको ज्योति, बाटाको प्रकाश हौ, त्यसैले मलाई चित्त नदुखाई बाटो देखाउ ल। लौरो केही बोल्दैन, तर सधैँ हर समय उनलाई ढोका देखाइदिन्थ्यो, बाटोमा डोराउँथ्यो, बजार लैजान्थ्यो, मन्दिर पुर्याउँथ्यो। राजनारायणले साँचो मित्र पाएका थिए लौरो, एक निस्वार्थ सहारा। बोल्दैन त्यो तर सधैँ साथ हुन्छ, बोल्दैन त्यो तर सधैँ साथ हुन्छ, मालिकलाई थाम्न धरतीमा छुन्छ। बोल्दैन त्यो तर सधैँ साथ हुन्छ, मालिकलाई थाम्न धरतीमा छुन्छ, सहारा दिन्छ निर्जीव भए पनि। बोल्दैन त्यो तर सधैँ साथ हुन्छ, मालिकलाई थाम्न धरतीमा छुन्छ, सहारा दिन्छ निर्जीव भए पनि, मालिक कहिले दिक्क भई रुन्छ। समय बित्दै जान्छ, कानले सुने पनि राजनारायणको हिँडाइमा एउटा अर्कै नयाँ लय आउन थाल्छ। घरको झ्याल ढोका, सडकको हरेक मोड, आँगनको डिल, हरेक चिज अथवा ठाउँ उनी लौरोको भरमा चिने चाहिँ गर्छन्। एक दिन धेरै टाढाबाट आएका एक विज्ञ डाक्टरसँग उनको भेट हुन्छ। उनले एक सुझाव दिँदै भन्छन्, राजनारायणज्यू, नेत्र शल्यक्रिया गर्यो भने तपाईका आँखाको दृष्टि फिर्ता आउन सक्छ। शल्यक्रिया गर्नुहोस्, तपाईका आँखा ठिक हुन्छन्। नेत्र शल्यक्रिया शब्दले पहिला त राजनारायण झस्किन्छन्, अलिक डराए जस्तो हुन्छन्, तर पनि फेरि मनमा केही आशा पलाउँछ।
र उनी आँखाको शल्यक्रिया गर्न राजी हुन्छन् र गर्न लगाउँछन्। अन्ततः उपचार सफल हुन्छ र दृष्टि फर्किन्छ। राजनारायणको अनुहारमा चमक आउँछ, खुसी हुन्छन्। त्यसरी दृष्टि फर्किएपछि उनलाई संसार फेरि रंगीन र रमाइलो बन्न थाल्छ। पहिलाकै स्थानमा फर्केको अनुभव गर्न थाल्छन्। उनले सबै कुरा पहिला जस्तै देख्न थाल्छन्। मान्छेको अनुहार, फूलको रंग, आकाशको निदोपन, वन जंगल, डाँडा काँडा। तर उनले त्यो पुरानो लौरो कोठाको एउटा कुनामा थन्काइन्छ। एक बिहान राजनारायण कोठामा केही खोजिरहेका हुन्छन्। त्यो कोठाको कुनामा थन्काइएको लौरोमा उनको आँखा पर्छ। लौरोलाई हातमा उठाउँछन् र केही बेर त्यसलाई हेर्छन् र मुस्कुराउँदै भन्छन्, लौरो, अब त तिम्रो जरुरत पनि छैन। तिमी पुराना दिनका अवशेष हौ। तिमी नहुँदा पनि अब त म आफै जता पनि जान सक्छु, हिँडडुल गर्न सक्छु भन्दै लौरोलाई घर बाहिर लगेर आँगन मास्तिरको कान्लातिर फालिदिन्छन्। हुत्त लौरो कान्लाको एउटा बुटोमा गएर अल्झिन्छ। त्यसै समयबाट न रह्यो लौरो न रह्यो साथी। यदि त्यो लौरो बोल्न सक्थ्यो भने राजनारायणको त्यस्तो क्रूर व्यवहार देखेर यसै भन्थ्यो होला, साथ दिएको थिएँ मैले अन्धोपनमा, साथ दिएको थिएँ मैले अन्धोपनमा, अब किन बिर्सेर फाल्यो घना वनमा। साथ दिएको थिएँ मैले अन्धोपनमा, अब किन बिर्सेर फाल्यो घना वनमा। जरुरतको समयमा सम्बन्ध बाँध्यो। साथ दिएको थिएँ मैले अन्धोपनमा, अब किन बिर्सेर फाल्यो घना वनमा। जरुरतको समयमा सम्बन्ध बाँध्यो, मन पर्दा मात्र राख्छ मानिसले मनमा। लौरो कति दिनसम्म घाम र पानी खेप्दै त्यही कान्लाको बुटामा अल्झिरह्यो। बिस्तारै त्यो पानी र घामको असर परेर सड्दै जान थाल्यो। एक दिन एकजना किसान बारीको घसेडी पन्साएर जलाउँदै थिए। उत्तिनेखेर उनले त्यो आधा सडिसकेको लौरोलाई कान्लाबाट उठाउँछन् र आगोमा होमिदिन्छन्। राजनारायण दृष्टि फर्किएपछि रमाइरहेका हुन्छन्। खुसीसँग एक्लै घुमफिर गर्न सकिरहेका हुन्छन्। दिनदशा बाजा बजाउँदै आउँदैन भन्ने कुराको चरितार्थ हुन्छ यतिखेर। किनकि अचानक एक दिन उनी सिडीबाट चिप्लिएर भुइँमा बजारिन्छन्। आँखा त थियो नै, तर उनीसँग विश्वासिलो सहारा केही थिएन। बुढेसकालमा थामिन नसक्दा उनी लड्छन् अनि गम्भीर चोट लाग्छ। त्यसबेला भने त्यो चोटलाई त्यति वास्ता गर्दैनन्। त्यो शारीरिक चोटले भन्दा पनि उनलाई मनको चोटले धेरै सताउँछ। त्यतिबेला भने उनले त्यो फालिएको लौरोलाई झल्यास सम्झिन्छन्। त्यो लौरो साथमा भएको भए केही हदसम्म त म चोट लाग्नुबाट बाँच्ने थिएँ। त्यतिबेला उनलाई त्यो लौरोको कोमल स्पर्श र सहारा याद आउँछ। सबलाई थाहा छ साँचो मित्र बोलिरहन्छ। सबलाई थाहा छ साँचो मित्र बोलिरहन्छ। मौनतामा रहेर साथ दिँदै डोलिरहन्छ। घाउ लाग्छ देहमा तर दुख्छ धेर मनमा। सबलाई थाहा छ साँचो मित्र बोलिरहन्छ। मौनतामा रहेर साथ दिँदै डोलिरहन्छ। घाउ लाग्छ देहमा तर दुख्छ धेर मनमा। त्यही मनको पछुतोले गहिरो बोलिरहन्छ। बाढी आएपछि मात्र मान्छेलाई बल्ल मादको सम्झना हुन्छ भने झैं जब लौरोको आवश्यकता पर्छ तब राजनारायण कोठा कोठा कुना कुना खोज्न थाल्छन्, भित्र बाहिर सबैतिर। तर आफूले फालेको भुतुक्कै भुलेका हुन्छन्। लौरो भेटिँदैन। रनभुल्लामा परेका राजनारायण केही खोजिरहेका झैं देखिएको बेला अलिक परको छिमेकीले देख्छ र सोध्छ, के खोज्नु भएको हजुरबा? के हरायो? होइन, मेरो एउटा पुरानो टेक्ने लौरो थियो। कहाँ राखे पुरै खोजिसके, भेटिँदैन त। ए, तपाईले त्यो कान्लामाथि फाल्नु भएको लौरो हो भने त त्यो यसो हेरेको मक्काइसकेको रहेछ। अनि मैले अस्ति घसेडीसँग सरा भाटा झिक्राहरू जलाउँदा जलाइदिएँ त हजुरबा। राजनारायण
छिमेकीको कुरा सुनेर एकछिन स्तब्ध हुन्छन्, आफैलाई धिक्कारछन्, खिन्न मन गर्छन्, मनमा नै भन्छन्, मेरो बुढेसकालको आधारभूत जीवनको सहारा त्यही लौरो थियो, त्यसलाई घरकै एउटा कुनामा राखिराखेको भए कति नै ठाउँ ओगट्ने थियो होला र। कस्तो मेरो बुद्धि पनि, त्यो सधैँ साथै रहने मेरो सहारा त अब केवल खरानी बनिसकेछ। आँखामा आँसु टिलबिलाउँछन् राजनारायणका। तब उनले लौरो फालेको याद आउँछ र आफैलाई देखार्छन्, बुढेसकालको सहारा एउटा लट्ठी पनि सुरक्षित गर्न नसक्ने कस्तो हुस्छु म। त्यस रात चोटको पीडाले उनी ढुक्कसँग सुत्न सक्दैनन्। अर्कोतर्फ मनमा नै अपराध बोधले भुङ्रालो चलिरहन्छ। लौरोसँग बिताएका पलहरू आँखामा झलझली आइरहन्छन्। आँखा हुँदा बाहिर मात्र देख्न सकेछु, आँखा हुँदा बाहिर मात्र देख्न सकेछु, आत्मालाई नबुझेर म त अन्धो बनेछु। आँखा हुँदा बाहिर मात्र देख्न सकेछु, आत्मालाई नबुझेर म त अन्धो बनेछु, साथ दिनेलाई कहिले वास्ता गरिन। आँखा हुँदा बाहिर मात्र देख्न सकेछु, आत्मालाई नबुझेर म त अन्धो बनेछु, साथ दिनेलाई कहिले वास्ता गरिन। साथी गुमाएर म यो स्थितिमा परेछु। आत्मालाई नबुझेर म त अन्धो बनेछु, साथ दिनेलाई कहिले वास्ता गरिन। साथी गुमाएर म यो स्थितिमा परेछु। साथी गुमाएर म यो स्थितिमा परेछु। राजनारायणले नातिलाई नयाँ लौरो किनेर ल्याउन पठाउँछन्। नातिले लौरो ल्याएर हजुरबालाई दिँदै भन्छ, हजुरबा, यी हजुरलाई नयाँ लौरो समातेर सुमसुम्याउँछन्। त्यो लौरो हेर्दा चम्किलो, समात्दा चिसो, तर टेकी हिँड्दा अलिक असजिलो हुन्छ। उनी सम्झन्छन् त्यो पुरानो लौरोसँग सम्बन्ध केवल भौतिक थिएन, त्यो भावनाको साँचो अवशेष थियो। राजनारायण आँखाले त देख्न थालिसकेका थिए, तर जीवनको यथार्थ, आत्माको अन्तर्मन भने बल्ल खुल्न थालेको थियो। उनी आफ्नै मनसँग बोल्छन्, जसले मलाई अँध्यारोमा उज्यालो दिएर बाँच्न सिकायो, बाटाको बत्ती बनिदियो, उसलाई मैले आँखामा ज्योति हिँड्नलाई उज्यालो आएपछि भुलेँ। अब बुझिसकेँ, जानिसकेँ। मेरो अन्तर आत्मा भन्दैछ कि अबदेखि जति पनि मसँग जोडिएका हरेक वस्तु स्थिति जे जति छन् वा हुनेछन् मबाट त्यागिने छैनन्। जस्तै कि भौतिक वस्तु वा व्यक्ति, म तिनीहरूको मूल्य उज्यालोमा बस्दा बखत बुझ्ने प्रयास गरि नै रहनेछु। सहारा पाउँदा मायाले नहेर्ने, घडी फेरिँदा सम्बन्ध पनि फेर्ने। सहारा पाउँदा मायाले नहेर्ने, घडी फेरिँदा सम्बन्ध पनि फेर्ने, मानिस यस्तै भोलमा बाँचेको छ। सहारा पाउँदा मायाले नहेर्ने, घडी फेरिँदा सम्बन्ध पनि फेर्ने, मानिस यस्तै भोलमा बाँचेको छ। साँचो सम्बन्ध भोले दुःखले घेर्ने। यो कथा केवल एक दृष्टि गुमाएका वृद्धको पीडामा मात्र सीमित छैन। यसले हाम्रो जीवनको गहिराएको सत्य बोकेको छ। हामी सबैको जीवनमा कोही न कोही, कुनै न कुनै सहारा लौरो भएर सङ्कटको बेलामा साथ दिन आउँदछ। मान्छे, वस्तु अथवा अरू केही। तर त्यसको कदर, इमान्दारिता, सहयोगी भाव गुमेपछि मात्र बुझ्दछौँ अनि हामीमा पछुतो गर्न सिवाय अर्को विकल्प भेटाउँदैनौँ। यसर्थ बेलैमा समय हुँदा नै हरेक कुरा बुझ्न सकौँ, सजग रहौँ। यदि भन्दै आजलाई अन्त्य गर्दै अर्को भिडियोसम्मको लागि बिदा हुँदैछु। धन्यवाद। तसी दिले।